वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ डे 3 खालिको आज चाहिँ बिहान हाम्रो चाहिँ वाइन टेस्टिङ एक्सपिरियन्स छ, त्यही गर्न जाँदैछु म यहाँ चाहिँ। अनि हामी चाहिँ अब त्यही वाइन टेस्टिङ गर्न जाँदैछु। अनि यहाँ चाहिँ यहीँबाट लोकल्ली बनेको वाइनहरू पाउने हो खासमा, अनि त्यही भएर यहाँ चाहिँ यहीँबाट अस्ट्रेलियाभरि जाने भन्नाले यो चाहिँ अस्ट्रेलियाकै वान अफ द टप 5मा पर्ने रहेछ यो रिजन चाहिँ वाइन प्रडक्सनको लागि। अनि त्यही वाइन चाहिँ हामी टेस्ट गर्न जाँदैछौँ अहिले। लेट्स सी कस्तो हुन्छ, ट्राई गरौँ है वाइनको टेस्ट पनि कस्तो हुँदो रहेछ यहीँ लोकल। यो चाहिँ वाइन एक्सपिरियन्स गर्ने ठाउँको कसरीको भ्यू है, गाडी गरेको रहेछ त्यो प्रडक्सनको लागि। अनि हाम्रो यता देख्न सक्नुहुन्छ यता ओपन स्प्रिङ भन्ने यहाँ चाहिँ हामी जाने त्यो एक्सपिरियन्स गर्नको लागि। राम्रै छ यो, गरौँ के कस्तो हुँदो रहेछ यता एक्सपिरियन्स गरौँ, ट्राई गरौँ यहीँ बनेको वाइन। चाहिँ फाइनल पुगिसक्यो होइन, यहाँ छिर्छ। अनि हेर्छौँ है त, ल मलाई चाहिँ लाग्छ यहाँको टेस्ट वाइन चाहिँ मिठै हुन्छ होला, किनभने यो एकदम नाम चलेको होइन। लेट्स चाहिँ ट्राई गरौँ कस्तो हुन्छ, मलाई भन्छ तपाईँलाई। कति धेरै डिफ्रेन्ट वाइन चाहिँ Yeah. So we'll leave it on light. And welcome back to that. So the good news and bad news in one. So what makes the review is 3 weeks before you get probably sunshine. So that's sunshine, that's really nice. When you have fruit, it's not rocking the desert, rocking as much as possible. What is the sunshine? So if it's raining, I'd have to put it low, put as much as possible, and the sunshine can do that. So 2017, 2019, 19, you get 3 right, you super popular. That's right. 20 with the price. डिस्प्ले चाहिँ त्यो भिडियो हेर्न भिडियो चाहिँ त्यो मुभी हेर। The year is important, as you know now. That's a 23, which is a good year. Yep. And the wine barrels, so that's the wine barrel there. Yep. And that's been in the wine barrel for 4 months. Oh. Okay. So, see how it goes. मलाई चाहिँ रेड वाइन भन्दा व्हाइट वाइन नै मिठो लाग्यो यहाँको। व्हाइट वाइन लिमिटेड वाइनहरू यहीँ मात्र प्रड्युस हुने रहेछ। यो चाहिँ कमर्सियली बेचेर नमिल्ने रहेछ, त्यही भएर मैले चाहिँ यो कहिलेकाहीँ खानुहुन्छ भनेर मैले चाहिँ आफ्नो लागि 2टा वाइन चाहिँ किनेर लगेको छु। भन्दाखेरि यो चाहिँ जस्ट यही हन्टर भ्यालीमै मात्र पाइने रहेछ, अन्त चाहिँ नपाइने रहेछ, त्यही भएर। आजको हाम्रो यो वाइन टेस्टिङ एक्सपिरियन्स चाहिँ एकदम रमाइलो भयो, किनभने मैले 4 to 5 टाइप्सको वाइनहरू ट्राई गरेको थिएँ। त्योमध्ये मलाई यो 2टा चाहिँ एउटा पिगी जुस र पिगी पिक रहेछ, पिगी पिक र मस्काटो त्यो र ब्रिम्बाडेन। यो 2टा चाहिँ मैले ल 2 दिनको हन्टर भ्यालीको बसाइ चाहिँ आज हामी एन्ड गर्दैछौँ। अब यहाँबाट चाहिँ हामी सिडनीको लागि जान्छौँ, तर त्योभन्दा अगाडि चाहिँ हामी चाहिँ एकछिन एउटा फार्ममा बसेर फार्मसम्म अलिकति घुमेर बल्ल त्यसपछि सिडनीतिर जाने उसमा छ। मैले घुम्ने क्रममा यही एउटा के हो वाइन मभन्दा पनि ठुलो वाइन छ हौ यो त, हेर त मभन्दा पनि ठुलो वाइन छ हौ यो, कत्रो हो। किनभने यो यसले प्रुभ हुन्छ कि यहाँ वाइनको लागि कस्तो पपुलर रहेछ यो ठाउँ। यहाँ वाइनको त्यो जारका जारै छ नि त यता, अनि त्यही भएर। अनि यो ठाउँ देख्नु सक्नुहुन्छ पुरै यो पहाडी भएको चाहिँ पुरै यो भाइनाड हो यो चाहिँ होइन, ग्रेप्स भाइनाड हो। यहाँबाट चाहिँ हामीले आज यसको चाहिँ दिउँसो चाहिँ यसको हिस्ट्री पनि, बिहान चाहिँ यसको हिस्ट्री पनि हेऱ्यौँ के कस्तो रहेछ यहाँको हन्टर भ्यालीको वाइनको लागि किन पपुलर रहेछ भनेर होइन। अनि देख्न सक्नुहुन्छ जताततै, त्यही भएर यता चाहिँ वाइनको लागि मात्र भए पनि भाइनाडहरू जताततै छ। अगाडि भ्यू नै कस्तो डाँडा भएको है। अहिले चाहिँ दिउँसोको 12 बज्यो र मैले चाहिँ ब्रेकफास्ट गर्न आएको छु। त्यसको लागि पनि बेलमोन्ट भन्ने ठाउँमा चाहिँ यो रिजनल निकासन यहीँ भएर अब मैले चाहिँ ब्रेकफास्ट अर्डर गरिसकेँ होइन।
त्यसपछि मलाई चाहिँ एकछिन चाहिँ फ्रेस हुनलाई म एकछिन सपिङ सेन्टरतिर जाँदैछु सो ब्रेकफास्ट हुन्छ अनि फर्केर आउँछ त्यसमा त्यो ब्रेकफास्ट पनि रेडी भइहाल्छ अनि खाने अनि त्यसपछि खाएपछि चाहिँ डाइरेक्ट नेक्स्ट स्टप चाहिँ हाम्रो सिधै पाम बिच हुनेवाला छ भनेको चाहिँ अलमोस्ट 2.5 आवर्स जस्तो ड्राइभ हुनेवाला छ यहाँबाट सो त्यही भएर एकछिन रेस्ट चाहिँ चाहिन्छ त्यही भएर एकछिन रेस्ट मेरो चाहिँ ब्रेकफास्ट आइसक्यो अब स्टेप सिधै त्यो त्यही भएर म सिधै पुग्न भन्न चाहन्छु है तपाईँहरू त ठिकै छ खाना पनि यहाँ छ सस लोकरको नाममाथि चढ्नु म चाहिँ पाम बिच पुगिसकेँ लगभग 2.5 आवर जस्तो राइडमा गरेर अहिले चाहिँ म पाम बिच पुगेको छु होइन यो चाहिँ मेरो वान अफ द बेस्ट स्पट थियो सिडनीको चाहिँ अहिले पनि म त्यतै छु उता समुद्रको लहर यस्तो दामी लाग्छ नि है अब यहाँबाट माथि छ क्या वाक गर्ने ठाउँ छ यहाँ वाक गर्ने ठाउँ छ क्या एउटा माथि डाँडा पनि दामी छ तर तिम्रो यो चाहिँ उताको नुसा हेड जस्तै लाग्छ है हेर त गर्दा नुसा हेडको जस्तै भाइब दिन्छ तर बेटर देन द्याट फर मी उताको लहरहरू कस्तो दामी हाल्छ लहरले हो क्या बेस्ट सर त्यहाँबाट माथि थियो क्या वाकिङ ट्रेल्स कहाँनिर हो त ए उता हो यहाँ हो त लाइट हाउस पाम बिचको लाइट हाउस हो क्या त्यहाँ चाहिँ जानुपर्ने हो फाइनली म चाहिँ पाम बिचमा पुगिसकेँ है अनि यहाँ चाहिँ म पहिला चाहिँ म आइरहेको थिएँ यहाँ बेला बेलामा कहिले काहीँ झ्याप्पो चाहिँ पाइरहेको थिएँ त्यो चाहिँ किनभने यो वान अफ द बेस्ट स्पट छ सनसेट चाहिँ दामी दिन्छ लाइट अफ गरेर अहिले किन जान्छ हामी त्यहाँ सनसेट हेर्न चाहिँ होइन यहाँ चाहिँ स्विमिङ पुल जस्तो छ तर स्विमिङ खेल्न आउँदैन न त स्विमिङ खेल्नु हुन्थ्यो आउँदैन स्विमिङ खेल्न तर घुम्नै राम्रो छ यहाँको गयो भने राम्रो आउँछ त्यहाँ गर्मी महिनामा चाहिँ यहाँ चाहिँ हुन्छ नि आएर खेल्नलाई चाहिँ रमाइलो खान्छ अनि ठाउँ नि बेस्ट छ क्या यो चाहिँ घुम्नलाई हेर्नलाई सर राम्रो छ कि यताको हेर यो हेर न रुखहरू क्या मिलेको छ ल अब यहाँ हेर है टक्क स्विमिङ पुल यहीँ छ समुद्र यहीँ छ होइन अब स्विमिङ खेल्न आउने मान्छेलाई त के चाहियो भने बेस्ट के समुद्रको छेउमा बसेर स्विमिङ पुलको भ्यू लिएर होइन स्विमिङ खेल्नलाई कम मजा आउँछ त तर त्यही भएर नि स्विमिङ सिक्नु पऱ्यो है सबैले खेल्न आए पनि नआए पनि सिक्नु चाहिँ पऱ्यो सबैले मलाई त आउँदैन होइन तर सिक्यो नि राम्रो सिक्छु म वेभ हेर्नु वेभ नै खतरा आयो यहाँको कस्तो सर आउँछ है अनि यहाँको वेभ हेर्नु वेभ नै खतरा आयो यहाँको चाहिँ भ्यू राम्रो आउने नि वेभले गर्दाखेरि हो कि वेभ जस्तो सडक कहिले राम्रो आउँछ नि त यहाँको त्यही भएर राम्रो हुन्छ क्या यता जस्तो यहीँ समुद्रको पानी सट्टो स्विमिङ पुलमा आइजान्छ है ल हेर त्यो लाइट हाउस पुग्नलाई चाहिँ कम्तीमा पनि 1.5 किलोमिटरको वाकिङ ट्रेल छ जस्तो लाग्छ त्यसमा चाहिँ लाग्छ जस्ट अलमोस्ट 10 to 15 to 20 मिनट्स लाग्छ त्यहाँ वाकिङमा तर वाकिङको त्यो हुन्छ
पुगेपछि चाहिँ लगभग 15 to 20 मिनट्सको हाम्रो चाहिँ वाकिङ गर्नुपर्ने हुन्छ त्यहाँ माथिसम्म पुग्नलाई। अनि त्यहाँबाट पुगिसकेपछि चाहिँ भ्यू चाहिँ फेरि बब्बालै छ है, त्यहाँबाट फेरि भ्यू चाहिँ बब्बालै छ त्यो ठाउँबाट। म त्यसको भ्यू चाहिँ अहिले एकछिन हेरौँ अहिले त, तर भ्यू चाहिँ बब्बालै छ। तर दुई साइडमा यता र यता छुट्टिएको डाँडाले, यता भ्यू यता भ्यू, बिचमा डाँडा। चाहिँ कोस्टल वाक चाहिँ स्टार्ट हुन्छ यहाँबाट। पार्किङमा राखिसकेको छौँ। अब चाहिँ यहाँबाट जान्छ, त्यो त्यो जङ्गलको बिचबाट हिँडेर जान्छ माथि डाँडामा। लगभग लाग्छ 25 मिनट जस्तो लाग्छ भनेर देखाइरहेको छु हिँडेर होइन। त्यसको अब त्यहाँ माथि गएर त्यहाँबाट भ्यू हेरौँ है त। अहिलेलाई चाहिँ यहाँको चाहिँ एउटा मेरो फन्नी कहानी छ क्या। लास्ट टाइम म आउँदाखेरि चाहिँ होइन एउटा बल भेट्टा हामीले होइन, बल भेट्टा। अनि त्यसपछि चाहिँ अब केटाहरूले चाहिँ हान्दै हिँडेर त हान्दैन, मैले नै एक हान्छु भनेर झ्याप्प हानेको होइन। मैले त जुत्ता उडेर खोलामा पुगेँ होइन, खोला समुद्रमा पुगेँ होइन। त्यसपछि एउटा जुत्ता के लाउनु भने अर्को जुत्ता पनि खाली हिँडेको, खाली खुट्टी हिँडेँ त्यसपछि। अनि त्यो चाहिँ म घर खाली खुट्टै गएको त्यसपछि। जस त्यो भनेको चाहिँ एउटा पार्ट अफ मेमोरी होइन। जस भने चाहिँ यहाँ आएपछि रिकल भन्नुलाई त्यो कुरा त्योहरू। जस भनेको चाहिँ अब जिन्दगी भनेको यस्तो हो, मेमोरिजहरू रिकल आउँदै गर्छ। र मैले त्यही हो, त्यही नै हो, द्याट इज लाइफ होइन। हाम्रा स्टार्ट हुन्छ डाँडामा जानु चाहिँ। यहाँ चाहिँ देखाएको 45 मिनट्स रिटर्न ट्रिप देखाएको भयो यहाँबाट है त। बाटो चाहिँ सिधै उकालो जस्तो छ, अब लगभग उकालो बाटो है, हिँड्दाखेरि यसरी पनि थाक्ने है। अब यहाँबाट चाहिँ कहाँको डाँडा माथि हो कि माथि नै हो कि पुग्नुपर्ने हामी त। बाटो पनि यस्तो डाँडा जस्तो छ होइन। यस अलिअलि थाकिन्छ, के पनि केही भएन। गाह्रो बाटो जाऊँ, गाह्रो भन्दा यस्तो हामी त ट्रेकिङ गर्ने भनेर आएको त, त्यही भएर सिधै माथि बाटो चाहिँ सिधै उकालै छ होइन। म स्याहाँ गर्दैछु, त्यही नै हिँड्दैछु। यहीँबाट यस्तो भ्यू देखिरहेको छ है। सोच अब माथिबाट कस्तो भ्यू देखेर, यहीँबाट हेर डाँडा हरियाली। यहाँ चाहिँ जति माथि आयो त्यति नै राम्रो भ्यू भइरहेको छ है। तलबाट अलिकति राम्रो देखिरहेको छ, झनै राम्रो देखिरहेको छ। अझ माथि लाइट हाउसबाट त हेरौँ, त्यहाँबाट झनै राम्रो देखिन्छ। त्यही है, त्यत्रो हिँड्दा म चाहिँ लाइट हाउस पुगेँ होइन। त्यसपछि लाइट हाउसको चाहिँ अब विकको कुनै दिन चाहिँ त्यहाँ जानु मिल्छ। नर्मली डे टाइममा एउटा टाइम हुन्छ त्यसको चाहिँ होइन। त्यो टाइममा चाहिँ त्यहाँ माथि जानु मिल्छ। जति बेला नि भन्ने चाहिँ अहिले चाहिँ साँझको टाइममा त्यो जानु मिल्दैन त्यहाँ माथि चाहिँ। तर अब यहाँबाट चारै साइडमा हेर्ने भने समुद्र घेरेको बिचसम्म छ कि लाइट हाउस होइन। भ्यू चाहिँ यस्तो दामी देखिन्छ। के हो, रेनबोले त हामीलाई कहीँ छोडेकै छैन त। यो 3 दिन भयो रेनबो त लगातार देखिया के छ त। त्यो हाँडा भोलि नै देखिन्छ भनेर आउने दुईवटा बाटो थियो होइन। हामी चाहिँ एउटा बाटोबाट आएको थियौँ होइन। अब चाहिँ जाने बेला चाहिँ त्यो बाटोबाट नगएर हामी डिफ्रेन्ट बाटोबाट जान्छौँ, किन भन्दाखेरि दुइटै नजारा देख्न भयो। यताबाट केही छ भने केही नछुटोस् यहाँबाट जाँदाखेरि। अब किन उताबाट आउने बेला मैले सबै देख्ने कुराहरू देखिसकेको छ होइन। अब त्यही बाटो गयो भने मजा आउँदैन। त्यही भएर नेक्स्ट बाटो अर्को नयाँ बाटो जाउँ, त्यहाँबाट गए चाहिँ केही नयाँ कुरा देखिन्छ कि ल है त। केही देख्यो भने म देखाइहाल्छु, त्यसमा टेन्सन लिनै पर्दैन। भनेको थिएँ नि जति माथि गयो त्यति राम्रो भ्यू आउँछ हामीलाई। अब यो चाहिँ यहाँ चाहिँ सबभन्दा टप यस्तो दामी देखिन्छ नि, यस्तो दामी भ्यू देखिन्छ।
देखिँदैन है अहिले काहीँ देखिन्छ जस्तो भ्यूहरू हामी आएको चाहिँ त्यो बिचको त्यो कार पार्क छ नि बिचमा त्यो गाडी जस्तो देखाएको छ नि हो त्यहीँबाट आएको हामी चाहिँ यता जो हिँडाइ थियो 35 मिनट जस्तो हिँड्नुपर्ने थियो माथि पुग्दाखेरि यो भ्यू राम्रो अरू भन्नु आउँदैन भ्यूै राम्रो यहाँबाट यस्तो दौडेर गीत यस्तो रमाइलो हुने माथि आएर सिडनीले मलाई दुखी पारेको छैन यो काट्नु यो सिडनी आएर सिडनीले चाहिँ होइन खतरा स्टार्टिङ खतरा भएछ है सिडनी बस्नु चाहिँ रमाइलो अनि लक्कीली अर्को कुरा चाहिँ होइन वेदरमा यहाँ आउनुभन्दा अगाडि म हिजो न्युकासल हुँदाखेरि चाहिँ वेदरमा हेर्दाखेरि चाहिँ यो हप्ताभरि पानी देखाएको थियो तर लक्कीली आज हुन्छ नि गाडी चलाउन्जेल चाहिँ अलिअलि पानी परेन तर यहाँ हिँड्ने बेला घुम्ने बेला चाहिँ पानी परेकै छैन क्या जस माथिबाट होइन नेचरले नै मलाई फेभर गरिरहेको छ होइन त घुम त घुम्नकै लागि आओस् घुम भनिरहेको छैन अब चाहिँ हामी यहाँबाट यसलाई चाहिँ बिदाइ गरेर होइन तल जान्छौँ यहाँबाट दामी देखिरहेको रहेछ उता लाइट हाउसको अझ सनसेट झनै दामी देखिन्छ होला तर त्यतिन्जेल यहाँ बसिन्न होला बसिँदैन किनकि अब हामीलाई घरतिर जान्छौँ अब चाहिँ तर बाटो चाहिँ यस्तो दामी बनाएको हो यस्तो टाढोमा पनि होइन बाटो चाहिँ बनाइरहेको छ है त्यस्तो गाह्रो छैन हिँड्नलाई पनि सजिलै छ फाइनल्ली म चाहिँ सिडनी पुगिसकेँ अहिले चाहिँ यति नै